सम्मानीय सभामुख महोदय, सम्मानीय प्रधानमन्त्रीज्यूलाई दुईटा प्रश्न राख्न चाहन्छु। पहिलो प्रश्न, तपाईले नियुक्त गर्नुभएको कर्मचारीहरूको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ? यदि हो भने तिनीहरूलाई कहिलेसम्म कारबाही गर्नुहुन्छ? केन्द्रमा 2/3 बहुमतको सरकार रहे पनि काम कारबाही खासै हुन सकेको छैन। संसदमा 2 ठूला दलहरूले नेतृत्वमा सरकार बनाएको छ जसको प्रभाव प्रदेश र स्थानीय तहसम्म छ। मन्त्रीदेखि खरिदारसम्म सत्तारूढ दलका निकटस्थ नियुक्त भएका छन्, तर सरकारको प्रदर्शन निकै कमजोर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको रिपोर्ट अनुसार विभिन्न मन्त्रालयहरू न्यूनतम प्रदर्शन गर्दै असफल भएका छन्। सरकारी संयन्त्रमा गहिरो राजनीतिकरण र दलीयकरण, योग्यताभन्दा नातावाद कृपावादलाई प्राथमिकता दिइने, जसका कारण सरकार स्वयं असफल हुँदैछ। कर्मचारीलाई कार्य सम्पादनको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा आफ्ना मान्छेलाई सत्तामा राख्ने विकृत अभ्यासले सुशासन तहस नहस बनाउँदैछ। राइट म्यान इन द राइट प्लेसको सिद्धान्तको सट्टा माई म्यान इन माई प्लेसको गलत अभ्यासले सरकारलाई असफल बनाउँदैछ। अब प्रश्न उठ्छ, सरकारले आफैलाई असफल बनाउने कर्मचारीहरूलाई कारबाही गर्नेछ कि गर्दैन? यदि कारबाही गर्छ भने कहिलेसम्म र कसरी? मेरो दोस्रो प्रश्न रहेको छ, 2/3 को बलियो सरकार हुँदाहुँदै पनि मुलुक दैनिक ऋणमा निर्भर किन बन्यो? सरकारको योजनाबद्ध रूपमा सिर्जित अवस्था हो? पछिल्लो पटक सम्मानीय प्रधानमन्त्रीज्यूले शपथ लिने बेलामा नेपाल सरकार चलाउन मात्र दैनिक 1 अर्ब ऋण लिनुपर्ने अवस्था थियो। आजको दिनसम्म आइपुग्दा दैनिक 1.5 अर्ब भन्दा बढीको ऋण लिनुपर्ने अवस्थामा मुलुक पुगिसकेको छ। निजी क्षेत्र हतोत्साहित छ। 2/3 को ठूला दलको बलियो सरकार हुँदा पनि किन यस्ता दुरावस्थामा मुलुक पुगेको होला? 2/3 को बलमा तपाईहरूले योजनाबद्ध ढङ्गबाट सुनियोजित रूपमा यो अवस्था निर्माण गर्नु खोज्नु भएको त होइन कतै? धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, मान्यज्यूले प्रश्नभन्दा अगाडि केही व्याख्या राख्नुभयो। अलिक आक्रोशपूर्ण देखिए। कर्मचारीहरू मैले नियुक्त गरेको होइन र अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छेको खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। यसमा कुनै प्रकारको भेदभाव होइन। मेरिटोक्रेसी गुणदोषको आधारमा मूल्याङ्कन हुने र मेरिटोक्रेसीका आधारमा मानिसलाई जिम्मेवारी दिइने परिपाटी छ, त्यो गरिनेछ। आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने कुरा, यो आरोप सही छैन। त्यसकारण अझ मेरो हैसियत, मेरो हकमा भन्नुहुन्छ भने मेरो आफ्नो मान्छे भन्ने कुनै हिसाबले, कुनै पनि प्रकारले आफ्नो भन्ने परिभाषाभित्र पर्ने मान्छे एकजना नियुक्त भएको देखाइदिनु भयो भने यहाँलाई धन्यवाद भन्ने छु। मैले सरकार त्यस आफ्नोवाला बाटोमा हिँडेको छैन। अहिले देशको परिस्थितिको गम्भीरतालाई बुझेर त्यस गम्भीरताबाट देशलाई उकास्ने कसरी? गरिबीमा छ देश। आज यो 2टा ठुला पार्टीको 2/3 को सरकार बनेर आर्थिक अवस्था यो जटिल ठाउँमा यो 8 महिनामा पुग्यो हो र? त्यसकारण कुनै पनि कुरालाई हामीले अति संयुक्तिपूर्ण ढङ्गले वा बढाइ चढाइ वा
आधारहीन ढङ्गले गर्नु वाञ्छनीय हुँदैन। नेपाल पछाडि परेको छ, गरिब छ, त्यसै कारण एलडिसीमा छ। अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ र अहिले लिएको ऋण चाहिँ यो देशको विकासकै लागि बढी उत्पादन, बढी उत्पादकत्वको ठाउँ जहाँ छ त्यहाँ त्यस ठाउँमा खर्च गर्न र बढी विकासको कामलाई तीव्रता दिनका लागि ऋण लिने काम गरिएको छ। अहिलेको सरकारको नीति के छ भने अनुत्पादक ठाउँमा हामी भरसक अब पहिले केही आयोजनाहरू पहिलेदेखि चलेर आएका छन् जो अधुरो छोड्न मिल्दैन, चलाउनका लागि ऋण बाहेक अर्को उपाय छैन। ऋणकै अंश फेज 1, फेज 2, फेज 3 गरेर अहिले फेज 3 मा नलिएर त्यसलाई असफल बनाउन सकिँदैन। त्यसकारण फेज 3 मा ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ। त्यसो भएर सरकारले यी सबै परिस्थितिहरूलाई ध्यानमा राखेर ज्यादै गम्भीरतापूर्वक यो दयनीय अवस्थाबाट देशलाई सकेसम्म छिटो मुक्त गर्न, त्यसका लागि कर्मचारी प्रशासनलाई सक्षम, दक्ष बनाउन, तालिम उपलब्ध गराउन र कमी कमजोरीहरू कहीँ छन् कि त्यस कुरालाई पनि हेपेर ढिला सुस्तीका कुराहरू त्यस सम्बन्धमा 7 दिनभन्दा बढी कहीँ कतै कुनै मन्त्रालय वा कुनै विभाग कसैले पनि फाइल अड्काएर राख्न नपाउने त्यसको निर्देशन जारी गरिएको छ र भ्रष्टाचार हुन नपाओस् भन्नका लागि विभिन्न उपायहरू, अनुगमन जस्ता कुराहरू, कामहरू गरिएको छ र भ्रष्टाचार नियन्त्रण र निर्मूलन गर्ने काममा सरकार लागेको छ। कर्मचारीहरूको नियुक्ति म मान्यज्यूलाई फेरि स्मरण गराउन चाहन्छु। कर्मचारीहरूको नियुक्ति लोकसेवा मार्फत हुन्छ, त्यहाँ आफन्तको कुरा होइन र लोकसेवाले यस अघि पनि त्यसो गरेको थियो भन्ने कुरा म मान्दिनँ, अहिले पनि त्यसो गर्छ भन्ने कुरा म मान्दिनँ र भविष्यमा पनि लोकसेवाले कुनै सरकारलाई आफ्ना मान्छे भर्ती गर्न सहयोग पुर्याउँछ या भर्ती गरिदिन्छ। लोकसेवाले निष्पक्ष परीक्षा लिँदैन र निष्पक्ष पास फेल गर्ने कुरा गर्दैन भन्ने मलाई विश्वास लाग्दैन। लोकसेवा आयोगबाट कर्मचारीहरू नियुक्त हुने गरेका छन्। तिनै तहमा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा योग्यताको आधारमा गर्ने गरिएको मान्यजीलाई जानकारी अवश्य छ भन्ने लाग्छ। कर्मचारीको ज्ञान, सिप, अनुभव र कार्यक्षमताको आधारमा पदस्थापन र सरुवा गर्ने गरिएको छ। कानुन विपरीत कार्य गर्ने कर्मचारीलाई कारबाही कहिले हुन्छ भन्ने मान्यज्यूको जुन प्रश्न छ, यसमा पनि हाम्रो संवैधानिक क्षेत्राधिकार तथा कानुनी प्रबन्ध हेर्न मान्यज्यूलाई अनुरोध गर्दछु। त्यसका आफ्ना विधि छन्, आफ्ना तरिका छन्, आफ्ना प्रक्रिया छन्, तदनुसार नै हुने छ। त्यो म फेरि जानकारी गराउन चाहन्छु। कानुन विपरीत काम गरेको भए कारबाही गर्ने संवैधानिक निकायहरू छन् अथवा त्यसको कानुनी व्यवस्था पनि छ, त्यसका लागि प्रक्रिया पनि छ र त्यसका लागि निकायहरू पनि छन्, तदनुसार नै हुन्छ। ती निकायहरूले कानुन विपरीत काम गर्ने व्यक्तिलाई कारबाही गर्ने गर्छन् र त्यस्ता व्यक्तिहरू सजायको भागीदार हुन्छन् र भइरहेका पनि छन्। सरकारी संयन्त्रहरूमा हुने सरुवा बढुवा र नियुक्तिमा नातावाद कृपावाद भयो भन्ने मान्यजीको प्रश्नलाई म अस्वीकार गर्न चाहन्छु। त्यो गलत आरोप हो। यसअघि भएका गलत अभ्यासहरूलाई तोडेर सरकारले मेरिट बेसमा बढुवा र नियुक्तिको काम गरिरहेको छ। सानो उदाहरण दिन्छु। नेपाल प्रहरीका प्रमुख नियुक्त गर्दा यसअघि कस्ता कस्ता कुरा सुन्न पर्थ्यो, यसपटक त्यस्तो सुन्न देख्न परेन। अब कसैलाई रहर भएर भन्छ भने त्यो फेरि जवाफ दिनुपर्ने हुन्छ। विकास निर्माणका काममा सरकारको प्रदर्शन राम्रो नभएको भन्ने मान्यज्यूको भनाइमा पनि गत वर्ष र यस वर्षका कामको रफ्तारलाई तुलना गर्न अनुरोध गर्छु। यो सरकार आउनु अघि बुटोल नारायणघाट सडक खण्डको काम रोकिएको थियो, लामो समयदेखि रोकिएको थियो, जनताले शास्ति पाइरहेका थिए। मान्यजीलाई म केही जवाफ दिन भन्दा एकपल्ट त्यहाँ गएर निर्माण कार्यको रफ्तार, त्यहाँको गतिलाई हेर्न कष्ट गर्न सक्नुहुन्छ कि आग्रह गर्न चाहन्छु।
यो सरकार मुगलिन पोखरा सडकको काम पनि हेर्नुभएकै होला, त्यहाँ पनि कसरी तीव्रता दिएको छ भन्ने कुरा। कामहरूको तुलना गरेर यस्ता प्रश्न आएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ र प्रश्नहरू यथार्थमा आधारित प्रश्न भए राम्रो हुन्थ्यो। यथार्थमा आधारित नहुँदा जवाब दिँदाखेरि होइन भन्नु पर्यो, कस्तो नमज्जा लाग्छ भने मान्यज्यूले भनेको कुरा अब गलत भनेपछि गलत भन्नुभयो भन्नु परेको, होइन भन्न नपरे हुन्थ्यो जस्तो लाग्छ। प्रश्नको रूपमा आइदिए जवाब दिन सजिलो हुन्थ्यो, आरोपको रूपमा आएपछि खण्डन गर्ने बाध्यता आइलाग्छ। मान्यज्यूको दोस्रो प्रश्न छ, मुलुक चलाउन ऋण लिनु पर्यो, उद्योगी व्यवसायीहरू हतोत्साही छन्, संसारका शक्तिशाली र ठुला भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि ऋण लिन्छौँ। मुख्य कुरा ऋण केका लागि भन्ने कुरा हो। अघि नै मैले भनिसकेँ कि हामीले उत्पादनमूलक क्षेत्रमा, त्यही पनि उत्पादकत्व वृद्धिको क्षेत्रमा, कहीँ उद्यमशीलताको विकासको सन्दर्भमा, कहीँ यस्तो पूर्वाधारको विकासको सन्दर्भमा जसले राष्ट्रको विकासको काममा तीव्र प्रतिफल दिन्छ, तीव्र मद्दत पुर्याउँछ, त्यस्तो ठाउँमा ऋण लिएको छ। अरूले पनि ऋण लिन्छन् र त्यस्ता क्षेत्रमा परिचालन गर्न लिइने ऋण त्यो नकारात्मक होइन। र हामीले ऋणका सिद्धान्तहरू कस्ता हुन्छन् ती कुराहरू, आर्थिक सिद्धान्त, अब ऋण नपरे त राम्रो हो, लिनु परेका खण्डमा कस्ता कुराहरूमा ऋण लिने नलिने नीतिमा स्पष्ट भएर, लगानीका क्षेत्रहरू तोकेर स्पष्ट भएर, हाम्रा आवश्यकता र हाम्रा प्राथमिकतामा आधारित भएर हामीले लिएका छौँ। र प्रतिफल नदिने खालका कुराहरूमा भन्दा प्रतिफलका लागि केही पूर्वाधारमा जसले पछि प्रतिफल राम्रो दिन्छ, त्यसो भएर मैले ऋण लिएको कुरालाई मात्रै होइन कि त्यसको प्रतिफलको पाटोलाई पनि हेर्न आग्रह गर्न चाहन्छु। र उद्योगी व्यवसायीहरू अहिलेको सरकार आएपछि हतोत्साही भएका छन् भन्ने कुरा अहिले उद्यमी व्यवसायीहरूका प्रतिनिधि मण्डलले नै उहाँहरूका वक्तव्य मार्फत सरकारले चालेका कदमहरूको सन्दर्भमा, सरकारले लिएका कानुनी प्रबन्धहरू अथवा नीतिहरूको सन्दर्भमा कसरी सकारात्मक ढङ्गले प्रतिक्रिया दिनुभएको छ, कसरी निजी क्षेत्र उत्साहित भएको छ, कसरी उद्यमी व्यवसायीहरू उत्साहित भएका छन्, त्यो कुरा म ध्यानाकर्षण गराउन चाहन्छु। र यसलाई अलिकति सच्याउनुपर्छ भन्ने मलाई लाग्छ। पहिलेको सरकार हुँदा उद्योगी व्यवसायी के भन्थे र अहिलेको सरकार आएपछि के भनिरहेका छन्, यसो पत्र पत्रिका सञ्चार माध्यम हेरेर गरे पनि हुन्थ्यो। उहाँहरूकै सार्वजनिक बाइटहरू हेर्न सुन्न पनि म आग्रह गर्न चाहन्छु के भनिरहनु भएको छ उहाँहरू यथार्थमा। औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरेर लगानी अभिवृद्धि गर्न हालै सरकारले अध्यादेश मार्फत लगानी व्यवसायी मैत्री हुने गरी कानुन सुधार गरेको छ। यसबाट निजी क्षेत्रको समग्र मनोबल पनि उच्च भएको छ। यसको नतिजा पनि देखिँदै जानेछ र यसलाई निजी क्षेत्रले स्वागत पनि गरेको छ। त्यसकारण व्यवसायीहरू हतोत्साही छन् भन्ने होइन, उत्साहित भएको कुरा म यहाँ अवगत गराउन चाहन्छु। अरू कुराहरूको सन्दर्भमा पछि बताउनेछु, अहिले यति नै। धन्यवाद सभामुख महोदय।